अहिलेसम्म सुतिरहेको छ। म ड्युटीबाट आइसकेँ, मान्छे अझै सुतेर बसिरहेछ, सुतिरहेछ। लु छिटो उठ, हेर अझै नुन खाएको कुरा चाहिँ आँखा चिमचिम गरेर आउँछ, रातभरि सुत्दैन। अनि फेरि अनि त्यहाँदेखि दिउँसो आएपछि यहाँ बालनले जितेर यहाँ खसी काटेर भोज खुवाउँदैछ अरे, तिमी चाहिँ यहाँनिर सुतिरह। लु हिँड, मासु चिउरा खानलाई छिटो। बालनले जितेर यहाँ मासु चिउरा बाँड्दैछ खसी काटेर। लु हिँड। जितो 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 लु। जितो जितो उसले पनि। लु हिँड, खसी काट्नुपर्छ हामी नै। साँच्ची के लु, जितिसकेछ। लु हिँड, खसी काट्नु मजारामा उता दोकानमा गएर एउटा खसी लिएर आउनुपर्छ, काटेर खानु दुईजना। तिमी आधा खानु, म आधा खान्छु। ए तिमी खुट्टा खुट्टा खानु, टाउको म सकिहाल्छु नि। लु हिँड छिटो। जितिसक्यो तिमीलाई। जितेको बेला चाहिँ खुट्टा खुट्टा दिउँला न तिमीलाई, खसीको खुट्टा खुट्टा। लु हिँड, काट्नुपर्छ खसी खुट्टा खुट्टा तिमीलाई दिउँला। जितो क्या, जितो उठ लु। लु 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 हिँड घरतिर। लु जितिहाल्यो। लु 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 नेपाली जानु। लु उठ। लु 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 उठ। लु हिँड हिँड, अब नेपाल हिँड। बालनले जितिहाल्यो, भोलि जागिर दिन्छ अरे। लु हिँड, झोला ठिक पार त हुन्छ र त भनेको त। लु हिँड हिँड हिँड। लु लु छिटो सुतिरहेछ। लु उठ छिटो। नाटक गरिन्छ फेरि यहाँ सुत। उठेर अब भात पकाऊँ, खानुपर्छ, अनि त्यसपछि अरू कुरा गरौँला। लु उठ, पहिला भात चाहिँ पकाउनु। जितेको हो जितेको। लु ल हिँड।